कहिले आउँछौ भनेर सिधै सोध्न When will you come? When will you come? अर्को हप्ता भन्न Next week. Next week. के मलाई तिमी माफ गर्छौ भनेर प्रश्न गर्न Will you forgive me? Will you forgive me? पक्का पनि चिन्ता नगर भन्न Of course. Don't worry. अवश्य अथवा पक्कै पनि जनाउन के भन्ने रहेछ त Of course. चिन्ता नगर भन्न Don't worry. दुवैलाई जोड्दा Of course. Don't worry. किन यति चुपचाप छौ आज भनेर चाहिँ कसरी सोध्ने त Why are you so quiet today? चुपचाप quiet. Why are you so quiet today? चुपचाप भन्न quiet, यति चुपचाप भन्न so quiet. अलिक थकाइ लागेको छ, अलिक थाकेको छु भन्न I'm just a little tired. के रहेछ? I'm just a little tired. कति बजी उठ्यौ भनेर कसरी सोध्ने त अब What time did you get up? कति बजे उठ्यौ? What time did you get up? मानौ 6 बजे है त आज 6 बजे नै उठेँ भन्न I got up at 6 today अथवा I got up at 6 a.m. today. बिहानको समयलाई am राख्ने के तिमी भोलि समय निकाल्न सक्छौ कसरी सोध्ने यो Can you make time tomorrow? केही कुरा गर्नको लागि समय निकाल्नु Make time. Can you make time tomorrow? म बिहान खाली छु, फ्री छु, मेरो बिहान फुर्सद छ भन्न I'm free in the morning. I'm free in the morning. तिमी हिजो राति चाँडै सुत्यौ कसरी सोध्ने यो Did you sleep early last night? चाँडो सुत्नु sleep early. गते राति अथवा हिजो राति अथवा गएको रात last night. हैन म त ढिला सुते भन्न No, I slept late. ढिला सुते slept late. के तिमी मलाई सहयोग अथवा मद्दत गर्न सक्छौ भनेर कसरी सोध्ने Will you help me? अथवा Can you help me? पक्कै पनि म मद्दत गर्छु भन्न Definitely I will help अथवा Sure I will help. कोही ढिला भयो भने किन ढिला भयो भनेर सोधौं Why were you late? Why were you late? ट्राफिक धेरै थियो भन्न ट्राफिक जाम धेरै थियो जनाउन There was heavy traffic. There was heavy traffic. कहाँ काम गर्छौ भनेर सोधौं है त अब कामको बारेमा Where do you work? Where do you work? म बैंकमा काम गर्छु भनेर उत्तर दिन I work at a bank. I work at a bank. कहाँ काम गर्छु बैंकमा Work at a bank. कहिले आउँछौ तिमी भनेर अब म प्रश्न गर्छु When will you come? When will you come? मानौ अब म भोलि बिहान आउँछु कसरी भन्ने यो I will come tomorrow morning. बिस्तारै I will come tomorrow morning. भोलि भन्न tomorrow, भोलि बिहान भन्न tomorrow morning. के तिमीलाई निन्द्रा लागिरहेको छ भनेर कसरी प्रश्न गर्ने त Are you feeling sleepy? निन्द्रा लागिरहेको महसुस हुनु Feel sleepy. निन्द्रा लागिरहेको छ निन्द्रा लागेको महसुस भइरहेको छ Are you feeling sleepy? मलाई अलि निन्द्रा लागिरहेकै छ भनेर अब उत्तर कसरी दिने Yes, I'm feeling a little sleepy. अलि निन्द्रा लाग्नु Feel a little sleepy. Yes, I'm feeling a little sleepy. यसरी हामी उत्तर दिन्छौं मलाई सहयोग अथवा मद्दत गर्न सक्छौ Can you help me? सहयोग गर्नु help. तिमीलाई म सहयोग गर्न सक्छु Yes, I can help you भनेर सजिलै उत्तर दिने कसैलाई अब
के तिमीलाई भोक लागेको छ भनेर प्रश्न गर्न आर यु हङ्ग्री आर यु हङ्ग्री मलाई धेरै भोक लागेको छ भन्न के हो त यस आई एम भेरी हङ्ग्री यहाँ यस आई एम फ्यामिस्ड पनि भन्न मिल्छ तर अलि सजिलो चाहिँ यस आई एम भेरी हङ्ग्री तिमीले उसलाई फोन गर्यौ भनेर सोध्न डिड यु कल हिम डिड यु कल हिम मैले त फोन गर्नै बिर्सिएँ नो आई फरगट टु कल हिम गर्न बिर्सिएँ फरगट आई फरगट टु कल हिम के तिमीलाई केही चाहिन्छ भनेर प्रश्न कसरी गर्ने डु यु निड एनिथिङ डु यु निड एनिथिङ मलाई त केही चाहिँदैन भन्न नो आई डोन्ट निड एनिथिङ सजिलै केही नचाहिनु डोन्ट निड एनिथिङ अब कतै निस्किन लाग्नु भएको छ ढोका लक गर्यौ भनेर सोध्नुहुन्छ ठ्याक्क निस्किने बेला डिड यु लक द डोर डिड यु लक द डोर ओहो मैले त बिर्सेँ कसरी भन्ने हो ओ नो आई फरगट ओहो ओ नो आई फरगट कसैलाई अब के तिमी अहिले व्यस्त छौ भनेर प्रश्न गर्न आर यु बिजी राइट नाउ अहिले यस समय जनाउन राइट नाउ व्यस्तलाई बिजी आर यु बिजी राइट नाउ मेरो अहिले फुर्सद छ अथवा अहिले खाली छु अहिले फुर्सदमा छु भन्न नो आई एम फ्री नाउ नो आई एम फ्री नाउ यो कसरी गरिन्छ हाउ इज इट डन भनेर प्रश्न गर्ने हाउ इज इट डन म तिमीलाई देखाउँछु है त भन्नलाई लेट मी शो यु अथवा आइल शो इट टु यु जे भन्दा पनि हुन्छ आइल शो इट टु यु लेट मी शो यु म देखाउँछु है त यो कसरी बनाइन्छ भनेर सोधौं हाउ इज इट मेड हाउ इज इट मेड मान कुनै मिठाईको कुरा गरिरा हो पिठो र चिनीले भन्न विथ फ्लावर एन्ड सुगर फ्लावर है पिठोलाई हामी फ्लावर भन्छौं लेख्दा देख्दा फ्लोर जस्तो देखिन्छ बोल्दा फ्लावर विथ फ्लावर एन्ड सुगर यस्तो कसरी हाउ सो भनेर प्रश्न गर्ने हाउ सो यो त यतिकै भयो आफै भयो थाहै नभई भयो इट जस्ट ह्यापेन्ड इट जस्ट ह्यापेन्ड किन यस्तो भनेर सोध्न चाहिँ वाइ सो वाइ सो मानौ अब किनभने यही नै नियम हो बिकज दिस इज द रूल बिकज दिस इज द रूल नियमलाई रूल भन्ने यति धेरै किन भनेर सोध्न वाइ सो मेनी वाइ सो मेनी किनभने यिनीहरू आवश्यक छन् पूजा छ होला ठुलै त्यही भएर बिकज दे आर नेसेसरी आवश्यक नेसेसरी बिकज दे आर के त आवश्यक नेसेसरी कहिले आउँछौ भनेर सिधै सोध्न when will you come when will you come अर्को हप्ता भन्न next week के मलाई तिमी माफ गर्छौ भनेर प्रश्न गर्न will you forgive me will you forgive me पक्का पनि चिन्ता नगर भन्न of course don't worry अवश्य अथवा पक्कै पनि जनाउन के भन्ने रहेछ त of course चिन्ता नगर भन्न don't worry दुवैलाई जोड्दा of course don't worry किन यति चुपचाप छौ आज भनेर चाहिँ कसरी सोध्ने त Why are you so quiet today? चुपचाप quiet. Why are you so quiet today? चुपचाप भन्न quiet, यति चुपचाप भन्न so quiet. अलिक थकाइ लागेको छ, अलिक थाकेको छु भन्न I'm just a little tired. के रहेछ? I'm just a little tired. कति बजी उठ्यौ भनेर कसरी सोध्ने त अब What time
Did you get up? कति बजे उठ्यौ? What time did you get up? मानौ 6 बजे है त। आज 6 बजे नै उठेँ भन्न I got up at 6 today अथवा I got up at 6 a.m. today. बिहानको समयलाई am राख्ने। के तिमी भोलि समय निकाल्न सक्छौ? कसरी सोध्ने यो? Can you make time tomorrow? केही कुरा गर्नको लागि समय निकाल्नु। Make time. Can you make time tomorrow? म बिहान खाली छु, फ्री छु, मेरो बिहान फुर्सद छ भन्न I'm free in the morning. I'm free in the morning. तिमी हिजो राति चाँडै सुत्यौ? कसरी सोध्ने यो? Did you sleep early last night? चाँडो सुत्नु, sleep early. गते राति अथवा हिजो राति अथवा गएको रात, last night. हैन म त ढिला सुते भन्न No, I slept late. ढिला सुते, slept late. के तिमी मलाई सहयोग अथवा मद्दत गर्न सक्छौ भनेर कसरी सोध्ने? Will you help me? अथवा Can you help me? पक्कै पनि म मद्दत गर्छु भन्न Definitely I will help अथवा Sure I will help. कोही ढिला भयो भने किन ढिला भयो भनेर सोधौं। Why were you late? Why were you late? ट्राफिक धेरै थियो भन्न ट्राफिक जाम धेरै थियो जनाउन There was heavy traffic. There was heavy traffic. कहाँ काम गर्छौ भनेर सोधौं है त अब कामको बारेमा। Where do you work? Where do you work? म ब्याङ्कमा काम गर्छु भनेर उत्तर दिन I work at a bank. I work at a bank. कहाँ काम गर्छु? ब्याङ्कमा। Work at a bank. कहिले आउँछौ तिमी भनेर अब म प्रश्न गर्छु। When will you come? When will you come? मानौ अब म भोलि बिहान आउँछु। कसरी भन्ने यो? I will come tomorrow morning. बिस्तारै I will come tomorrow morning. भोलि भन्न tomorrow, भोलि बिहान भन्न tomorrow morning. के तिमीलाई निन्द्रा लागिरहेको छ भनेर कसरी प्रश्न गर्ने त? Are you feeling sleepy? निन्द्रा लागिरहेको महसुस हुनु feel sleepy. निन्द्रा लागिरहेको छ, निन्द्रा लागेको महसुस भइरहेको छ। Are you feeling sleepy? मलाई अलि निन्द्रा लागिरहेकै छ भनेर अब उत्तर कसरी दिने? Yes, I'm feeling a little sleepy. अलि निन्द्रा लाग्नु feel a little sleepy. Yes, I'm feeling a little sleepy. यसरी हामी उत्तर दिन्छौं। मलाई सहयोग अथवा मद्दत गर्न सक्छौ? Can you help me? सहयोग गर्नु help. तिमीलाई म सहयोग गर्न सक्छु। Yes, I can help you भनेर सजिलै उत्तर दिने। कसैलाई अब के तिमीलाई भोक लागेको छ भनेर प्रश्न गर्न Are you hungry? Are you hungry? मलाई धेरै भोक लागेको छ भन्न के हो त? Yes, I am very hungry. यहाँ yes, I am famished पनि भन्न मिल्छ, तर अलि सजिलो चाहिँ Yes, I am very hungry. तिमीले उसलाई फोन गर्यौ भनेर सोध्न Did you call him? Did you call him? मैले त फोन गर्नै बिर्सिएँ। No, I forgot to call him. गर्न बिर्सिएँ। Forgot. I forgot to call him. के तिमीलाई केही चाहिन्छ भनेर प्रश्न कसरी गर्ने? Do you need anything? Do you need anything? मलाई त केही चाहिँदैन भन्न No, I don't need anything. सजिलै केही नचाहिनु Don't need anything. अब कतै निस्किन लाग्नु भएको छ, ढोका लक गर्यौ भनेर सोध्नुहुन्छ ठ्याक्क निस्किने बेला। Did you lock the door? Did you lock the door?
ओहो मैले त बिर्से कसरी भन्ने हो ओ नो आई फरगॉट ओहो ओ नो आई फरगॉट कसैलाई अब के तिमी अहिले व्यस्त छौ भनेर प्रश्न गर्न आर यु बिजी राइट नाउ अहिले यस समय जनाउन राइट नाउ व्यस्तलाई बिजी आर यु बिजी राइट नाउ मेरो अहिले फुर्सद छ अथवा अहिले खाली छु अहिले फुर्सदमा छु भन्न नो आई एम फ्री नाउ नो आई एम फ्री नाउ यो कसरी गरिन्छ हाउ इज इट डन भनेर प्रश्न गर्ने हाउ इज इट डन म तिमीलाई देखाउँछु है त भन्नलाई लेट मी शो यु अथवा I'll show it to you जे भन्दा पनि हुन्छ I'll show it to you let me show you म देखाउँछु है त यो कसरी बनाइन्छ भनेर सोधौं how is it made how is it made मानव कुनै मिठाईको कुरा गरिरा हो पिठो र चिनीले भन्न with flour and sugar फ्लावर है पिठोलाई हामी फ्लावर भन्छौं लेख्दा देख्दा फ्लोर जस्तो देखिन्छ बोल्दा फ्लावर with flour and sugar यस्तो कसरी हाउ सो भनेर प्रश्न गर्ने हाउ सो यो त यतिकै भयो आफै भयो थाहै नभई भयो इट जस्ट ह्यापेन्ड किन यस्तो भनेर सोध्न चाहिँ वाइ सो मानव अब किन भने यही नै नियम हो बिकज दिस इज द रूल बिकज दिस इज द रूल नियमलाई रूल भन्ने यति धेरै किन भनेर सोध्न वाइ सो मेनी किनभने यिनीहरू आवश्यक छन् पूजा छ होला ठुलै त्यही भएर बिकज दे आर नेसेसरी आवश्यक नेसेसरी बिकज दे आर के त आवश्यक नेसेसरी कहिले आउँछौ भनेर सिधै सोध्न when will you come अर्को हप्ता भन्न next week के मलाई तिमी माफ गर्छौ भनेर प्रश्न गर्न will you forgive me पक्का पनि चिन्ता नगर भन्न of course don't worry अवश्य अथवा पक्कै पनि जनाउन के भन्ने रहेछ त of course चिन्ता नगर भन्न don't worry दुवैलाई जोड्दा of course don't worry किन यति चुपचाप छौ आज भनेर चाहिँ कसरी सोध्ने त why are you so quiet today चुपचाप quiet why are you so quiet today चुपचाप भन्न quiet यति चुपचाप भन्न so quiet अलिक थकाइ लागेको छ अलिक थाकेको छु भन्न I am just a little tired के रहेछ I am just a little tired कति बजी उठ्यौ भनेर कसरी सोध्ने त अब What time did you get up कति बजे उठ्यौ What time did you get up मानौ 6 बजे है त आज 6 बजे नै उठे भन्न I got up at 6 today अथवा I got up at 6 a.m. today बिहानको समयलाई am राख्ने के तिमी भोलि समय निकाल्न सक्छौ कसरी सोध्ने यो Can you make time tomorrow केही कुरा गर्नको लागि समय निकाल्नु make time Can you make time tomorrow म बिहान खाली छु फ्री छु मेरो बिहान फुर्सद छ भन्न I'm free in the morning I'm free in the morning तिमी हिजो राति चाँडै सुत्यौ कसरी सोध्ने हो Did you sleep early last night चाँडो सुत्नु sleep early गते राति अथवा हिजो राति अथवा गएको रात last night हैन म त ढिला सुते भन्न No I slept late ढिला सुते slept late के तिमी मलाई सहयोग अथवा मद्दत गर्न सक्छौ
भनेर कसरी सोध्ने? Will you help me? अथवा Can you help me? पक्कै पनि म मद्दत गर्छु भन्न Definitely I will help अथवा Sure I will help. कोही ढिला भयो भने किन ढिला भयो भनेर सोधौं. Why were you late? Why were you late? ट्राफिक धेरै थियो भन्न ट्राफिक जाम धेरै थियो जनाउन There was heavy traffic. There was heavy traffic. कहाँ काम गर्छौ भनेर सोधौं है त अब कामको बारेमा. Where do you work? Where do you work? म ब्याङ्कमा काम गर्छु भनेर उत्तर दिन I work at a bank. I work at a bank. कहाँ काम गर्छु? ब्याङ्कमा. Work at a bank. कहिले आउँछौ तिमी भनेर अब म प्रश्न गर्छु. When will you come? When will you come? मानौ अब म भोलि बिहान आउँछु. कसरी भन्ने यो? I will come tomorrow morning. बिस्तारै I will come tomorrow morning. भोलि भन्न tomorrow, भोलि बिहान भन्न tomorrow morning. के तिमीलाई निन्द्रा लागिरहेको छ भनेर कसरी प्रश्न गर्ने त? Are you feeling sleepy? निन्द्रा लागिरहेको महसुस हुनु. Feel sleepy. निन्द्रा लागिरहेको छ? निन्द्रा लागेको महसुस भइरहेको छ? Are you feeling sleepy? मलाई अलि निन्द्रा लागिरहेकै छ भनेर अब उत्तर कसरी दिने? Yes, I'm feeling a little sleepy. अलि निन्द्रा लाग्नु. Feel a little sleepy. Yes, I'm feeling a little sleepy. यसरी हामी उत्तर दिन्छौं. मलाई सहयोग अथवा मद्दत गर्न सक्छौ? Can you help me? सहयोग गर्नु. Help. तिमीलाई म सहयोग गर्न सक्छु. Yes, I can help you. भनेर सजिलै उत्तर दिने. कसैलाई अब के तिमीलाई भोक लागेको छ भनेर प्रश्न गर्न Are you hungry? Are you hungry? मलाई धेरै भोक लागेको छ भन्न के हो त? Yes, I am very hungry. यहाँ yes, I am famished पनि भन्न मिल्छ, तर अलि सजिलो चाहिँ Yes, I am very hungry. तिमीले उसलाई फोन गर्यौ भनेर सोध्न Did you call him? Did you call him? मैले त फोन गर्नै बिर्सिएँ. No, I forgot to call him. गर्न बिर्सिएँ. Forgot. I forgot to call him. के तिमीलाई केही चाहिन्छ भनेर प्रश्न कसरी गर्ने? Do you need anything? Do you need anything? मलाई त केही चाहिँदैन भन्न No, I don't need anything. सजिलै केही नचाहिनु. Don't need anything. अब कतै निस्किन लाग्नु भएको छ, ढोका लक गर्यौ भनेर सोध्नुहुन्छ ठ्याक्क निस्किने बेला. Did you lock the door? Did you lock the door? ओहो, मैले त बिर्सेँ. कसरी भन्ने हो? Oh no, I forgot. ओहो, oh no. Oh no, I forgot. कसैलाई अब के तिमी अहिले व्यस्त छौ भनेर प्रश्न गर्न Are you busy right now? अहिले यस समय जनाउन right now. व्यस्तलाई busy. Are you busy right now? मेरो अहिले फुर्सद छ अथवा अहिले खाली छु, अहिले फुर्सदमा छु भन्न No, I am free now. No, I am free now. यो कसरी गरिन्छ? How is it done? भनेर प्रश्न गर्ने. How is it done? म तिमीलाई देखाउँछु है त भन्नलाई Let me show you अथवा I'll show it to you. जे भन्दा पनि हुन्छ. I'll show it to you. Let me show you. म देखाउँछु है त. यो कसरी बनाइन्छ भनेर सोधौं. How is it made? How is it made? मानौ कुनै मिठाईको कुरा गरिरहो, पिठो र चिनीले भन्न With flour
and sugar. फ्लावर है, पिठोलाई हामी फ्लावर भन्छौं। लेख्दा देख्दा फ्लोर जस्तो देखिन्छ, बोल्दा फ्लावर, with flour and sugar. यस्तो कसरी? How so? भनेर प्रश्न गर्ने, how so? यो त यतिकै भयो, आफै भयो, थाहै नभई भयो। It just happened. It just happened. किन यस्तो भनेर सोध्न चाहिँ why so? Why so? मानौ अब किनभने यही नै नियम हो। Because this is the rule. Because this is the rule. नियमलाई rule भन्ने। यति धेरै किन भनेर सोध्न why so many? Why so many? किनभने यिनीहरू आवश्यक छन्। पूजा छ होला ठुलै, त्यही भएर। Because they are necessary. आवश्यक, necessary. Because they are के त आवश्यक, necessary. कहिले आउँछौ भनेर सिधै सोध्न when will you come? When will you come? अर्को हप्ता भन्न next week. Next week. के मलाई तिमी माफ गर्छौ भनेर प्रश्न गर्न will you forgive me? Will you forgive me? पक्का पनि, चिन्ता नगर भन्न of course, don't worry. अवश्य अथवा पक्कै पनि जनाउन के भन्ने रहेछ त of course, चिन्ता नगर भन्न don't worry. दुवैलाई जोड्दा of course, don't worry. किन यति चुपचाप छौ आज भनेर चाहिँ कसरी सोध्ने त? Why are you so quiet today? चुपचाप, quiet. Why are you so quiet today? चुपचाप भन्न quiet, यति चुपचाप भन्न so quiet. अलिक थकाइ लागेको छ, अलिक थाकेको छु भन्न I'm just a little tired. के रहेछ? I'm just a little tired. कति बजी उठ्यौ भनेर कसरी सोध्ने त अब? What time did you get up? कति बजे उठ्यौ? What time did you get up? मानौ 6 बजे है त। आज 6 बजे नै उठेँ भन्न I got up at 6 today. अथवा I got up at 6 a.m. today. बिहानको समयलाई am राख्ने। के तिमी भोलि समय निकाल्न सक्छौ? कसरी सोध्ने यो? Can you make time tomorrow? केही कुरा गर्नको लागि समय निकाल्नु। Make time. Can you make time tomorrow? म बिहान खाली छु, फ्री छु, मेरो बिहान फुर्सद छ भन्न I'm free in the morning. I'm free in the morning. तिमी हिजो राति चाँडै सुत्यौ? कसरी सोध्ने यो? Did you sleep early last night? चाँडो सुत्नु, sleep early. गते राति अथवा हिजो राति अथवा गएको रात, last night. हैन, म त ढिला सुते भन्न No, I slept late. ढिला सुते, slept late. के तिमी मलाई सहयोग अथवा मद्दत गर्न सक्छौ भनेर कसरी सोध्ने? Will you help me? अथवा Can you help me? पक्कै पनि म मद्दत गर्छु भन्न Definitely I will help अथवा Sure I will help. कोही ढिला भयो भने किन ढिला भयो भनेर सोधौं। Why were you late? Why were you late? ट्राफिक धेरै थियो भन्न, ट्राफिक जाम धेरै थियो जनाउन There was heavy traffic. There was heavy traffic. कहाँ काम गर्छौ भनेर सोधौं है त अब कामको बारेमा। Where do you work? Where do you work? म ब्याङ्कमा काम गर्छु भनेर उत्तर दिन I work at a bank. I work at a bank. कहाँ काम गर्छु? ब्याङ्कमा। Work at a bank. कहिले आउँछौ तिमी भनेर अब म प्रश्न गर्छु। When will you come? When will you come? मानौ अब म भोलि बिहान आउँछु। कसरी भन्ने यो? I will come tomorrow morning.
बिस्तारै I will come tomorrow morning. भोलि भन्न tomorrow, भोलि बिहान भन्न tomorrow morning. के तिमीलाई निन्द्रा लागिरहेको छ भनेर कसरी प्रश्न गर्ने त? Are you feeling sleepy? निन्द्रा लागिरहेको महसुस हुनु, feel sleepy. निन्द्रा लागिरहेको छ, निन्द्रा लागेको महसुस भइरहेको छ. Are you feeling sleepy? मलाई अलि निन्द्रा लागिरहेकै छ भनेर अब उत्तर कसरी दिने? Yes, I'm feeling a little sleepy. अलि निन्द्रा लाग्नु, feel a little sleepy. Yes, I'm feeling a little sleepy. यसरी हामी उत्तर दिन्छौं. मलाई सहयोग अथवा मद्दत गर्न सक्छौ? Can you help me? सहयोग गर्नु, help. तिमीलाई म सहयोग गर्न सक्छु. Yes, I can help you. भनेर सजिलै उत्तर दिने. कसैलाई अब के तिमीलाई भोक लागेको छ भनेर प्रश्न गर्न? Are you hungry? Are you hungry? मलाई धेरै भोक लागेको छ भन्न के हो त? Yes, I am very hungry. यहाँ yes, I am famished पनि भन्न मिल्छ, तर अलि सजिलो चाहिँ yes, I am very hungry. तिमीले उसलाई फोन गर्यौ भनेर सोध्न? Did you call him? Did you call him? मैले त फोन गर्नै बिर्सिएँ. No, I forgot to call him. गर्न बिर्सिएँ. Forgot. I forgot to call him. के तिमीलाई केही चाहिन्छ भनेर प्रश्न कसरी गर्ने? Do you need anything? Do you need anything? मलाई त केही चाहिँदैन भन्न? No, I don't need anything. सजिलै केही नचाहिनु. Don't need anything. अब कतै निस्किन लाग्नु भएको छ, ढोका लक गर्यौ भनेर सोध्नुहुन्छ ठ्याक्क निस्किने बेला. Did you lock the door? Did you lock the door? ओहो, मैले त बिर्सेँ. कसरी भन्ने हो? Oh no, I forgot. ओहो, oh no. Oh no, I forgot. कसैलाई अब के तिमी अहिले व्यस्त छौ भनेर प्रश्न गर्न? Are you busy right now? अहिले यस समय जनाउन right now. व्यस्तलाई busy. Are you busy right now? मेरो अहिले फुर्सद छ अथवा अहिले खाली छु, अहिले फुर्सदमा छु भन्न? No, I am free now. No, I am free now. यो कसरी गरिन्छ? How is it done? भनेर प्रश्न गर्ने. How is it done? म तिमीलाई देखाउँछु है त भन्नलाई let me show you अथवा I'll show it to you. जे भन्दा पनि हुन्छ. I'll show it to you. Let me show you. म देखाउँछु है त. यो कसरी बनाइन्छ भनेर सोधौं. How is it made? How is it made? मानव कुनै मिठाईको कुरा गरिरहो, पिठो र चिनीले भन्न with flour and sugar. फ्लावर है, पिठोलाई हामी फ्लावर भन्छौं. लेख्दा देख्दा फ्लोर जस्तो देखिन्छ, बोल्दा फ्लावर. with flour and sugar. यस्तो कसरी? How so? भनेर प्रश्न गर्ने. How so? यो त यतिकै भयो. आफै भयो, थाहै नभई भयो. It just happened. It just happened. किन यस्तो भनेर सोध्न चाहिँ? Why so? Why so? मानौ अब किन भने यही नै नियम हो. Because this is the rule. Because this is the rule. नियमलाई rule भन्ने. यति धेरै किन भनेर सोध्न? Why so many? Why so many? किनभने यिनीहरू आवश्यक छन्. पूजा छ होला ठुलै, त्यही भएर. Because they are necessary. आवश्यक, necessary. Because they are के त? आवश्यक, necessary. कहिले आउँछौ भनेर सिधै सोध्न? When will you come? When will you come? अर्को हप्ता भन्न?
next week, next week. के मलाई तिमी माफ गर्छौ भनेर प्रश्न गर्न Will you forgive me? Will you forgive me? पक्का पनि चिन्ता नगर भन्न Of course, don't worry. अवश्य अथवा पक्कै पनि जनाउन के भन्ने रहेछ त Of course, चिन्ता नगर भन्न Don't worry. दुवैलाई जोड्दा Of course, don't worry. किन यति चुपचाप छौ आज भनेर चाहिँ कसरी सोध्ने त Why are you so quiet today? चुपचाप quiet. Why are you so quiet today? चुपचाप भन्न quiet, यति चुपचाप भन्न so quiet. अलिक थकाइ लागेको छ, अलिक थाकेको छु भन्न I'm just a little tired. के रहेछ? I'm just a little tired. कति बजी उठ्यौ भनेर कसरी सोध्ने त अब What time did you get up? कति बजे उठ्यौ What time did you get up? मानौ 6 बजे है त आज 6 बजे नै उठेँ भन्न I got up at 6 today अथवा I got up at 6 a.m. today. बिहानको समयलाई am राख्ने के तिमी भोलि समय निकाल्न सक्छौ कसरी सोध्ने यो Can you make time tomorrow? केही कुरा गर्नको लागि समय निकाल्नु Make time. Can you make time tomorrow? म बिहान खाली छु फ्री छु मेरो बिहान फुर्सद छ भन्न I'm free in the morning. I'm free in the morning. तिमी हिजो राति चाँडै सुत्यौ कसरी सोध्ने यो Did you sleep early last night? चाँडो सुत्नु sleep early. गते राति अथवा हिजो राति अथवा गएको रात last night. हैन म त ढिला सुते भन्न No, I slept late. ढिला सुते slept late. के तिमी मलाई सहयोग अथवा मद्दत गर्न सक्छौ भनेर कसरी सोध्ने Will you help me? अथवा Can you help me? पक्कै पनि म मद्दत गर्छु भन्न Definitely I will help अथवा Sure I will help. कोही ढिला भयो भने किन ढिला भयो भनेर सोधौं Why were you late? Why were you late? ट्राफिक धेरै थियो भन्न ट्राफिक जाम धेरै थियो जनाउन There was heavy traffic. There was heavy traffic. कहाँ काम गर्छौ भनेर सोधौं है त अब कामको बारेमा Where do you work? Where do you work? म बैंकमा काम गर्छु भनेर उत्तर दिन I work at a bank. I work at a bank. कहाँ काम गर्छु बैंकमा work at a bank. कहिले आउँछौ तिमी भनेर अब म प्रश्न गर्छु When will you come? When will you come? मानौ अब म भोलि बिहान आउँछु कसरी भन्ने यो I will come tomorrow morning. बिस्तारै I will come tomorrow morning. भोलि भन्न tomorrow, भोलि बिहान भन्न tomorrow morning. के तिमीलाई निन्द्रा लागिरहेको छ भनेर कसरी प्रश्न गर्ने त Are you feeling sleepy? निन्द्रा लागिरहेको महसुस हुनु feel sleepy. निन्द्रा लागिरहेको छ निन्द्रा लागेको महसुस भइरहेको छ Are you feeling sleepy? मलाई अलि निन्द्रा लागिरहेकै छ भनेर अब उत्तर कसरी दिने Yes, I'm feeling a little sleepy. अलि निन्द्रा लाग्नु feel a little sleepy. Yes, I'm feeling a little sleepy. यसरी हामी उत्तर दिन्छौं मलाई सहयोग अथवा मद्दत गर्न सक्छौ Can you help me? सहयोग गर्नु help. तिमीलाई म सहयोग गर्न सक्छु Yes, I can help you भनेर सजिलै उत्तर दिने कसैलाई अब के तिमीलाई भोक लागेको छ भनेर प्रश्न गर्न Are you hungry? Are you hungry?
मलाई धेरै भोक लागेको छ भन्न के हो त? Yes, I am very hungry. यहाँ yes, I am famished पनि भन्न मिल्छ, तर अलि सजिलो चाहिँ yes, I am very hungry. तिमीले उसलाई फोन गर्यौ भनेर सोध्न Did you call him? Did you call him? मैले त फोन गर्नै बिर्सिएँ. No, I forgot to call him. गर्न बिर्सिएँ. Forgot. I forgot to call him. के तिमीलाई केही चाहिन्छ भनेर प्रश्न कसरी गर्ने? Do you need anything? Do you need anything? मलाई त केही चाहिँदैन भन्न. No, I don't need anything. सजिलै केही नचाहिनु. Don't need anything. अब कतै निस्किन लाग्नु भएको छ, ढोका लक गर्यौ भनेर सोध्नुहुन्छ ठ्याक्क निस्किने बेला. Did you lock the door? Did you lock the door? ओहो, मैले त बिर्सेँ. कसरी भन्ने हो? Oh no, I forgot. ओहो, oh no. Oh no, I forgot. कसैलाई अब के तिमी अहिले व्यस्त छौ भनेर प्रश्न गर्न Are you busy right now? अहिले यस समय जनाउन right now. व्यस्तलाई busy. Are you busy right now? मेरो अहिले फुर्सद छ अथवा अहिले खाली छु, अहिले फुर्सदमा छु भन्न No, I am free now. No, I am free now. यो कसरी गरिन्छ? How is it done? भनेर प्रश्न गर्ने. How is it done? म तिमीलाई देखाउँछु है त भन्नलाई Let me show you अथवा I'll show it to you. जे भन्दा पनि हुन्छ. I'll show it to you. Let me show you. म देखाउँछु है त. यो कसरी बनाइन्छ भनेर सोधौं. How is it made? How is it made? मानौ कुनै मिठाईको कुरा गरिरहो, पिठो र चिनीले भन्न with flour and sugar. फ्लावर है, पिठोलाई हामी फ्लावर भन्छौं. लेख्दा देख्दा फ्लोर जस्तो देखिन्छ, बोल्दा फ्लावर. with flour and sugar. यस्तो कसरी? How so? भनेर प्रश्न गर्ने. How so? यो त यतिकै भयो. आफै भयो, थाहै नभई भयो. It just happened. It just happened. किन यस्तो भनेर सोध्न चाहिँ Why so? Why so? मानौ अब किन भने यही नै नियम हो. Because this is the rule. Because this is the rule. नियमलाई rule भन्ने. यति धेरै किन भनेर सोध्न Why so many? Why so many? किनभने यिनीहरू आवश्यक छन्. पूजा छ होला ठुलै, त्यही भएर. Because they are necessary. आवश्यक necessary. Because they are के त आवश्यक necessary.